तसँग एउटा कुरा गर्नु छ दाइ सल्लाह छ सानो के कुरा यहाँ आन अनि त्यहाँ भनिहाल्छु तिमीसँग त मलाई गफ गर्ने पनि मन छैन ती पारी घर त अहिलेसम्म भेट्न आउने होइन बाबा दुईटा कुरा छ हेर पहिलो कुरो चाहिँ नि तिमीलाई भेट्न आउनु पर्ने कारण के तिमी कुन हैसियतको मान्छे किन भेट्न आउने म जस्तो वरिष्ठ मान्छे दोस्रो कुरो चाहिँ नि पारी गाउँको मान्छे भेट्नलाई वारी गाउँ आउनेलाई बिचमा पुल हुनु पर्दैन कि झुलबाट तरेर आउनु मिल्छ धन्य चाहिँ नि यसपालि चाँडो पानी परेको छैन र खोले बाढी पनि आ छैन त्यही भएर चाहिँ सर्लक्क तरेर आउनु सक्यो सर्लक्क आउन सकेन अनिकाल परेर खान नपाइने भयो भनेर मेरो घरमा ढुक्न आयो भनेर भने न क्या ढुक्न नि चिया त बोकेरै आइरहेको छु तेरो चिया पनि सेला छ बुहारी नानी भए तता दिन्थ्यो नि होला मलाई त सेलाकै भए पनि हुन्छ तेरो एकछिन पछि तताएर खानु हुन्छ ल एक टाइमको चिया त्यसै गर हेर बाबु आउनु त आइयो तर चाहिँ अलिकति घाँडो खालको पाहुना छु मलाई चाहिँ पाल्ने अलिकति गाह्रो छ मलाई चाहिँ हप्तामा 3 चोटि जसरी पनि मासु खानुपर्छ अब मेरो बाउका पाला चाहिँ 4 चोटि खान्थे अब मेरो परिस्थिति अलि त्यस्तै भएर चाहिँ 3 चोटिमा जाइरहेछु धुर्मो भात खान आऊ मैले त हामी 3 जनालाई मात्रै पकाएको छु अरूलाई त हैन तेरी के आफ्नै अनुहार जस्तो किच्चा परेको कुरा गरे हो अघि भर्खर धुर्मुस बाबुले चाहिँ उहाँ 82 कि 83 व्यञ्जन तयार पारेको छु माग्ने काका मासु एउटा चाहिँ ल्याउन सकिन भने भनिरहेछ हाम्रो धुर्मुस वाले चाहे भने त मासु पनि ल्याउँछ के कुरा गरिहाल्नुहुन्छ माग्ने काका ल्याउँछ मासु अनुहार हेर्दा नि मासुको चौटा खाने जस्तो छ हाम्रो त झन् माछाको चटनी खाने बानी छ माछा अच्छा भित्र बनाएर राखिदिएको छु हजुरलाई भनेर हरिलालले यो माछा कुरो चाहिँ नगरेर हुन्छ कि मुखबाट शरीर पानी आयो ल त बुहारी नानी ठिक पारौ त्यो माछा पखेटो चाहिँ यो धुर्मुस बाबुलाई दिनुपर्छ पखेटो जस्तो अनुहार पऱ्यो यो माग्नेलाई चाहिँ यति लामो काँडै दिनु क्या भित्र घाँटीमा गएर भित्र छिरेर पहिला तिमी यता आउ न म कता यहाँ आउ ए उता अनि पुछार चाहिँ गाडी बुढालाई हाम्री बुहारी हेर्दाखेरि जुम्सी भए पनि भात चाहिँ मिठो पकाउँथे क्या अहिले मरमसला सक्यो भनेर सल्लाह गर्न गएको हुनुपर्छ मसला मरे पकाउन चाहिँ पकाइदिहाले अब यिनीहरूलाई पस्केर खुवाउन चाहिँ म सक्दिनँ आफै पस्के ए कति रिसाइराख्यो होली यिनीहरूलाई कसरी लखेट्ने भनेर मैले कता यो ओखती लिएर आइरहेको छु क्या यो ओखती 2 बेरको दहीमा फिटेर खुवाउने बित्तिकै घर जान्छु भनेर रुन थालिहाल्छ न र त्यस पछाडि फुत्ता दौडिन्छ न अरे क्या लु त यो दहीमा हालिहाल्छ कुरा मिलो ल म खाना पस्किहाल्छु है हजुरहरूलाई पनि धेरै भोक लागिसक्यो होला म त भोकले मर्न लागिसकेको छु ओहो तेरो त दिनभरि खाइराख्ने बानी छ अहिलेसम्म 3 चोटि खाइसक्थ्यो होला भनेपछि यो त खाइपेनै रहेछ नि केही छैन ओहो भित्र त सबैजना त नटेला पो जस्तो छ त के गर्ने होला छानातिर राखेर खुवाइन्छ यसो होइन यी पिँढीमा लस्करै जन्ती बाहेर खाए जस्तो खायो है नि लिएर बाहिर लिएर यसले अलि न्यु खोजिरहेको थियो यसलाई चाहिँ चर्पीमा लगाएर खुवाउनु पर्ला जस्तो अलि मिलेर बस्नु है ल बस्छौँ पाहुना लाग्न आउनु भयो ल अब घर बाहिर बसेको छु अब चाहिने सिम्पल लिभिङ हाई ड्रिङ्किङ तरिकाले चाहिने वनभोज कार्यक्रम सम्झिनु पर्छ ल म चाहिँ भित्र पस्किसक्यो होला लिएर आइहाल्छु छिटो गर्न छिटोमा मेरी भुनिए के अरे हाम्रो भुनिए नानी भोकै सकिन्थे छिटो उसलाई म अहिले मरे पनि दिन्न पहिला उसलाई ल अब तिमी खाऊ धन्यवाद राम्रोसँग खाए अब चाहिने के छ भनेदेखि ओम पते स्वाहा भुवन पते स्वाहा भूतानम पते अब हामीलाई चाहिँ अहिले थाल पुगेन 3टा मात्रै थाल छ त्यही भएर पहिला उहाँहरूलाई पछि हामीलाई ठिकै छ नि अतिथि देव पहिला उहाँहरू खानुहुन्छ त्यसपछि हामी खाउँला त्यसपछि त हो तर यो घुँडो यस्तो बितातोले नथिचौ त यत्रो तोले घुँडो थिचे त खाएको नखाइ हुन्छ नि नथिच अहिले पिटिक्क भाँच्यो भने त एकदमै हुन्छ त अब के छ भने मासुको व्यवस्था गर्न सकिएन है
आजको विशेष प्रस्तुति भने चाहिँ दही छ जा त एक एकवटा दही चाहिँ के हो तेरो सोमा छैन क्या हो दही राख्ने दही खाउँ ल, दही खाऊ है दही खाऊ विशेष प्रस्तुति एकदम विशेष हो यो दही दही एकदम खाऊ है बडा मिठो ल अब पल्टन घर हिँडो लेफ्ट राइट लेफ्ट राइट लेफ्ट राइट लेफ्ट लौ न, यो पिलनबारी बुढो त मकैको थाक्रो ढले जस्तो पो मेरो कहाँ गयो मलाई क्या होइन तिमीहरूले दहीमा माउसुली साउसुली पारिएको कि क्या हो मान्छेले होइन क्या बा मुसो मार्ने बिखाल्या थियो घर अनिकाल पर भनेर अर्का हरा ढुक्न आएर हुन्छ ओहो यो दही नखाऊ होला यो दही नखाऊ बा आफै खाऊ हुँदैन हुँदैन खानुपर्छ के म पनि खाँदिनँ मलाई नि सन्चो छैन म पनि खाँदिनँ मेरो त अझ त दही खाने आदत छैन मेरो चाहिँ घाँटी क्याप बस्या भएर बाउ आफै खाऊ